फरक यति त हो नि, उनका छोराछोरी हात्सु आउँदा उपचार गर्न विदेशमा जान्छन्, पैसा विदेशीले दिन्छ। तपाईका छोराछोरीहरू तपाईलाई पाल्नको निमित्त र आफ्ना उनका छोराछोरी पढाउनको निमित्त पसिना बगाउन खाडीमा जान्छन्। किन छोड्नुहुन्छ र तपाईँ? नछोड्नुहोस्। किन छोडो पराएर मात्र भएन? छोराछोरी विदेश पठाएर मात्र कहाँ पुग्छ र तपाईँ हामीलाई? नाति नातिना पठाउनु परेन? अब नछोड्नुहोस्। अर्थतन्त्रका सबै सूचकहरूले देश लगभग टाट पल्टिन आँटेको कुरा भएको छ। तपाईँ आफ्नो पुरानो दल नछोड्नुहोस्। त्यही सूर्य भन्नुहोस्, त्यही दुख भन्नुहोस्, तिनै हँसिया भन्नुहोस्, तिनै हथौडा भन्नुहोस्, नछोड्नुहोस्। देश सबैले छोडिसक्दा पनि तपाईँ आफ्नो चुन्न नछोड्नु होला है, नछोड्नु होला। किनकि यति गरिब भएर हामीलाई पुगेको छ र, यति दुःख पाएर पुगेको छ र, यो बाटो नबनेर के भएको छ र हामीलाई? कुनै पनि देश आज विकसित देश भएको छ भने त्यहाँ कसैले जादुको छडी चलाएको छैन। त्यहाँका जनताले विवेक प्रयोग गरेका छन्। भ्रष्ट मान्छेलाई मरिकाटे पनि भोट हालेका छैनन्, अनि मात्र त्यो देश बनेको छ। आज त्यो देश उदाहरण दिन्छौँ हामी। फलानु देश यति वर्षमा यति पुग्यो कि त्यो देशका मान्छेहरूले पनि मेरो त बाले बनाएको पार्टी, मेरा बाजेले बनाएको पार्टी, म त यसमा भोट नहाली ज्यान गए पनि हुन्न, हिजो मुठी बटारेर ल्याएको पार्टी भनेर बसेका भए आज त्यो देश हरितन्नम देशको लिस्टमा पर्थ्यो। त्यहाँका मान्छे पनि गरिब नागरिक हुन्थे। तर उनीहरूले त्यसो भनेनन्। उनीहरूले कहिले पनि त्यसो भनेनन्। उनीहरूले नेता छानी छानी भोट हाल्न सक्ने